अझै पनि बिहेको तयारी गर्नु भएको छैन? कसको बिहे हो र? कसले बोलाएको? खै मलाई त यहीँको दाइले त्यहाँ बिहे गर्नु छ हाम्रो घरमा, आऊ भाइ भन्न बोलाउनु भएको थियो, आउनुहोस् गुरु भन्न बोलाउनु भएको थियो। होइन यी पण्डित बाउल आयो कि क्या हो? म कहाँ बोलाउनु हजुर, मलाई त्यही भनेरै खबर आएको कि। के को बिहे हुन्? यहाँ कसको बिहे हुन् लाखार? सुन्ने छ बिहे घर पनि यस्तो हुन्छ? अन्तै होला बोलाएको। हो त्यही घर आयो पण्डितजी बिहा आउनुहोस् यता। उहाँले नै बोलाउनु भएको थियो कि मलाई। मैले बोलाएको। खै त बिहे गर्ने घरमा भन्नुहुन्थ्यो, खै त बेहुला र बेहुली तयार भएको छैनछौँ। अब यज्ञ लिङ्गसिङ्ग ल्याएर राखेको यहाँ गर भन्नेले गरेन झन्। अब यतिकै यज्ञ बिना हुन्छ भने यज्ञ बिना गरौँ, नभए मन्दिरमा गएर गरौँ। अब यतिकै त के तयारी छैन, अब यतिकै त के गर्नु? बरु जाउँ मन्दिरतिर, सुभाष लगन बित्न लागिसक्यो। ल बेहुली बेहुली अगाडि लानु त होला नि, होइन बहिनी? हो दाइ भाउजू अगाडि लाग्नु त ल भाउजू अगाडि अगाडि के भयो? पण्डित जानुहोस् तपाईँ। होइन यहाँ बिहा चाहिँ छैन। कुनै कवि जानु सक्नुभएको? होइन हाम्रो पण्डितले किन उहाँले बिहे भनेर बोलाउनु भएको कसको बिहे? के को बिहे? दाइ भाउजूको बिहे जानुहोस् न, कसको कुरा सुन्नु? कसले बोलायो? अब उहाँले मलाई पण्डितजी आउनुहोस् अब उहाँले मलाई पैसा दिन्छु भनेर बोलाउनु भएको। पण्डितलाई जानु भने पण्डित सुनाइ यता आउनु यता पण्डितजी यता यता आउनु न, पण्डित। डल्ली के को बिहा रुक्नु? पण्डित आउनु आउनु। ए तिलको भगाइदिएर हेर। पण्डित बाजे ल तपाईँहरूको यो झमेला तपाईँहरू नै राख्नु, आऊ आऊ म चाहिँ जान्छु। फेरि कहाँ ल्याएको बिहा गर्नु? आऊ आउनु। पण्डित होइन यी ससुरा नि के भएका पनि के को बिहे गर्नु अब यो उमेर? आफ्नै छोरीको बिहा हुँदैछ। के हेरेर के तिमीहरू? जाऊ बाबुले सन्त ल्याउ बहिनी जाऊ। जम 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 दाइ हिँड्नु सबै पनि तिमी जाऊ न, ल्याऊ बुवा लिएर जाऊ। कहाँ जानु लाग्यो? कहाँ? पण्डित बाजेले लिन जान लाग्यो तिमीले पण्डित लहट्यौ होइन? यिनीहरू यहाँ यिनीहरूलाई फेरि ढुङ्गा टिप्नुपर्छ है क्या? जम 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 हे के भनेको यहाँ? ए छोडो छोडो यी फेरि यी किन जाने भयो कि? ल ल गयो होइन? बिहे गरेरै छोड्ने भयो। नरो नरो मेरो छोरी नरो होस्। म के गर्ने के अब? मेरो भन्दा मान्छे नरो भन्दा मान्छे नरो न क्या छोरी नरो। के गरौँ के म? कहाँ जाउँ? के गरौँ? ल भन्नु न बुवा तपाईँ आफै। अनि नरो भन्नुहुन्छ, म माथि यत्रो चोट परेको छ। चोट परिछ, तँलाई मात्र परेको छ र मेरो पनि यो मन भत बोली छ। अब मैले चाहिँ के गर भन्नु छोरी? कति दुखाइरहेछु बुवा। यत्रो वर्ष पछाडि मेरो घरमा सौता भित्रायो मेरो बुढाले। न मरु न यो घर छोडेर जाम, कहाँ जाम, के गरौँ? हे भगवान्, मलाई कस्तो आइलाग्यो नि। छोरी अरू सबै थरी भन्, तर मर्ने कुरा नगर्न। मलाई तँ बाहेक माया गर्ने यो संसारमा अरू कोही छैन छोरी। के गरौँ बुवा, मेरो आफ्नै घर बिग्रेको छ। आफ्नै बहिनी सौता बनाएर भित्राउँदैछन्। कति रोक्न छेक्न खोज्दा पनि सकिएको छैन। अब के गर्ने? म त साह्रै दुःख पाउने भएँ। कहाँ जाम, के गरौँ? माइतीमा जाम, आमा छैन, बाउलाई ल्याएर आफैले राखेकी छु। ल भन्नुहोस् त, म अब मर्ने बाहेक के सपना मैले बोकेर हिँड्नु के? मेरो सपना भनेकै अब मर्नी त हो नि, के नै छ र? न अब भर्खरको बिहे गरौँला, अर्को घर जाउँ गरौँला भन्नु पनि मलाई त्यो मनमा कहिले आएन, आउँदा पनि आउँदैन। ल भन्नुहोस् त, म के गरौँ बुवा? भन्ने कुरा नगर छोरी। जे जस्तो भयो नि, तेरो बाउको शरीरमा सास चल्दैछ। तेरो बाउ अहिलेसम्म जिउँदैछ। तँलाई पीडा भयो मलाई थाहा छ मेरी छोरी, तर तँलाई दुखाउन दिन्न। अहिलेसम्म
यो हात यो पाखुरा चल्दैछ। म रातो दिन ज्याला गरेर भए पनि तेरो पेट भराउँछु छोरी। त मर्ने कुरा नगर। अनि के घरमा सौदा भित्राको हेरेर बस्छु म? ल भन्नु त के गर्ने? म यो घरमा बस्न सक्दिनँ बुवा। कि यो घर छोडेर जाउँ, हिँड्नु, एकतिर गएर गरी खाउँला, कतै बसौँला, कतै सानो भए पनि व्यापार गरौँला, मैले चिया पसल राखुला, कि यो घर छोडेर जाऊँ, हिँड्नु? म त यहाँ त बस्न सक्दिनँ। थाहा छ छोरी, तेरो पीडा सबै देखेको छु। म पनि टुलु टुलु हेर्नु बाहेक अरू के नै गर्न सक्छु र? मैले सम्झाएँ, गाली गरेँ, कुटेँ, पिटेँ, धम्की दिएँ, तर मानेनन्। मेरो केही सिप लागेन छोरी। अब तैँले भनेको जस्तै त्यस्तै गर्नु पर्ला। कति दुःख सहेर बसेँ, कति कष्ट सहेर बसेँ। उमेरमा पनि मैले खासै सुख पाएको होइन लोग्नेबाट। न बालबच्चा छन्, यसैको मुख हेरेर बसेँ। अब यो उमेरमा कहाँ जानु छ र, के गर्नु छ र? होस्, जे भयो भयो, मेरो भाग्यमा यस्तै लेखेको रहेछ भने। आज हुँदा हुँदा आफ्नै बहिनी सौदा बनाएर भित्राउँदैछ। कसरी सम, कसरी? यो मुटु बोल्छ, आगो बोल्छ बुवा। बरु यो हेर्न भन्दा हामी यो घर छोडेर जाऊँ। बरु बसुन्, खुसी हौन्, खाउन्, पकाउँ, बसुन्, सबै यो घर गृहस्थी गरून्, उनीहरू रमाएर हिँडौँ। तर हाम्रो आँखाले देख्न भएन। हाम्रो भन्दा पनि मेरो आँखाले त्यो देख्न सक्दिनँ बुवा। ओ छोरी, साह्रै अभागी रहेछस्। सानो हुँदा पनि कहिले खुसी हुन सकिनस्। यही बहिनीहरू स्याहार्दा, मलाई खाना बनाएर खुवाउँदा र उमेर त्यत्तिकै गयो। त्यसपछि बिहा गरिदिएँ। अब त मेरी छोरीले सुख पाउँछ कि भनेको, तर ज्वाइँ बेमान निस्के छोरी। ज्वाइँ मात्र बेमान होइन, तेरो आफ्नै बहिनी, तेरो आफ्नै छोरी पनि बेमान निस्के। तेरो घर बिगार्दी छोरी त्यसले, तेरो घर बिगार्दी। म जिउँदैछु नाति त। यो घर, यो गाउँ सबै छोडेर हामी कहीँ कतै टाढा गएर दुःख सुख गरेर खाउँला बाउ छोरी। त पिर नगर छोरी, त पिर नगर। हुन्छ बुवा, बरु यो घर छोडेर जाउँ, यो गाउँ नै छोडेर जाउँ। बरु म जस्तो सुकै दुःख गर्न पनि तयार छु। सानो एउटा पसल राखौँला, चिया पसल। त्यहीबाट भए पनि हामी बाउ छोरी पालिहाल्छौँ नि, हुन्न र? हुन्छ छोरी, हुन्छ। तँलाई धेरै सुख दिन सक्छु त म भन्दिनँ, तर भोकको पेट कहिले राख्दिनँ छोरी। भोकको पेट कहिले राख्दिनँ। ओ सुन्ने, बिर्सिदे यी पापीहरूलाई, छोडिदे यी पापीहरूलाई। जाऊ छोरी, हामी बाउ छोरी जाऊ। किन हिँड्नु भएको तपाईँ? अब त्यो सम्भव नै नहुने कुरा, तपाईँहरू दुई बिच सहमति नै नभएको कुरा बेकारमा किन यस्तो ल्याङल्याङ गर्नु? सबै सहमति भइसकेको छ। तपाईँले त्यो सहमति नभएको जस्तो बुझ्नु भएको मात्रै हो। अब कसरी भने बिहे त गराइदिनु पर्छ। हाम्रो बिहा पक्का हुन्छ के? अब तपाईँहरूको बिहे चाहिँ पक्का हुन्छ हुन्न थाहा छैन। म त्यहाँ बस्न थालेँ भने मेरो करङको हड्डी गन्ने चाहिँ पक्का हुन्छ ल। त्यसो नभन्नु। म त्यो भएर यो काम गर्न असमर्थन जनाउँदै म लाग्छ है। त्यसो नभन्नु न, त्यस्तो कहिले पनि हुँदैन। बिहे गर्ने बेलामा पण्डितलाई कसैले करङ भात दिन्छ नि त? भात दिँदैन नि। बिहे त गरिदिनुपर्छ जसरी भए पनि। त्यही त भने, कहाँ भाग्नु भएको? अब तपाईँको पहिलो बिहे भएको भयो नि, हो त नि भन्नुहुन्छ। अब दोस्रो बिहे, त्यही पनि आफ्नै भिनाजुसँग रहेछ। म यस्तो कुरामा झमेलामा नफसाउँ होला, म लाग्छु ल। त्यसो नभन्नु। है तेरि, यो तिमी चाहिँ के गर्नु, बाजेलाई समात नछोड। होइन होइन, अब बाजेलाई झन् जानुपर्छ। आउनुहोस् न पण्डितजी, तपाईँलाई त लिएर जाउँ।
के गर्नु भएको? त्यही त बचाऊ 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 ए पण्डितजी हल्ला नगर्नु भने के हो तपाईँलाई यहाँ पैसा कमाउनु लैजानुला पैसा कमाउनु बचाऊ बचाऊ के गरेको के गरेको? अब जसरी भए पनि बिहे त सम्पन्न त गराउनु पर्यो नि त। लसन पण्डित बा यो बिहा जसरी नै गर्नुपर्छ आजै गर्नुपर्छ। त्यही त भने कहाँ भाग्नु भएको? हेर्नुहोस् बिहे भनेको कुरा जिन्दगीमा एकचोटि गर्ने हो त्यो तपाईँले गरिसक्नु भयो। पहिला घरसँग अर्को विवाह गर्न नि सहमति हुनुपर्छ। बा र तपाईँको श्रीमती एकअर्कामा अनि तपाईँसँग सहमति नै छैन, तपाईँको जबरजस्ती उहाँसँग बिहे गर्दै हुनुहुन्छ। अनि यस्तो बिहे मैले कसरी हवन गर्न सक्छु, कसरी मन्त्र पढ्न सक्छु भनेको। ए पण्डितजी अब यहाँ जग्गासग्गा केही छैन, हवन मन्त्र केही पढ्नु पर्दैन, अलिअलि मन्त्र पढे हुन्छ। अब यहाँ अरूसँग मिलाउने हो र बेहुला र बेहुली मिलेपछि बिहा भइगयो नि, तपाईँलाई अरू कुराको के मतलब? तपाईँको काम मन्त्र पढेर बिहा गराउनु अनि दक्षिणा लाने तपाईँको काम त्यो गर्नुहोस्। यो बिहा आजखेरि पनि यही आँगनमा हुन्छ। हेर्नुहोस् पहिला तपाईँको आफ्नो परिवारलाई खुसी गराउनुहोस्। तपाईँको परिवारलाई खुसी बनाइसकेपछि त बिहे भन्ने कुरा त मैले गराइदिइहाल्छु। तर हेर्नु त तपाईँको जेठी श्रीमती यस्तो अनुहार लगाएर बसिरहनु भएको छ, तपाईँको मनमा अलिकति माया पलाउँदैन, अलिकति दया माया कतै पलाउँछ भने उहाँलाई एक्सेप्ट गर्नुहोस्, उहाँसँग खुसी भएर बस्नुहोस्। यो बिहे तपाईँको खाजी बिहे नै हुँदैन के? ए पण्डितजी तपाईँ यो घरको कुरा केही थाहा नपाएको नबोल्नुहोस्। यो घरको कुरा मलाई थाहा छ, यहाँ के भइरहेछ भन्ने कुरा। यो मेरो बिहा नगरी नहुने अवस्था छ। तपाईँ गराउने भयो गराउनुहोस्, नभए पण्डित म अर्को ल्याउँछु। त्यही त तपाईँ मलाई पढाउनु नखोज्नुहोस्, बुझ्नुभयो? म पनि जान्ने बुझ्नेछु, कानुन मैले पनि जानेछु। त्यही त पढ्ने मन्त्र पढ्ने भए पढ्छु भन्नुहोस्, होइन भने तपाईँले मलाई कानुन पढाउने होइन मन्त्र पढाउने, मन्त्र पढ्नुहोस्। तपाईँको काम मन्त्र गर्ने होइन पढाउने होइन, छिटो सुरु गर्नु। ल अब सामान के चाहिन्छ ल्याऊ तिमीहरूले, अब यहाँ सुरु गर्ने बिहा। यो बिहे हुन सक्दैन। म यो आँगनमा बिहे गर्न दिँदिनँ, कुनै हालतमा पनि दिँदिनँ। म यो कुरामा सहमत छैन, मैले मान्दिनँ। जान्न म पनि जान्न, छुट मलाई। मैले बिहे गर्न दिँदिनँ। म भित्रेको आँगन हो यो, म मान्दैन यो कुरामा। यो बिहे कुनै हालतमा पनि हुँदैन। यदि यिनीहरू एकअर्कामा बाँच्न सक्दैनन् भने बाहिर मन्दिरतिर गएर बाहिरै खुसी हुन्, म यही घरमा बस्छु। छोरी यति छिटो हार नखा त, हुँदैन यिनीहरूलाई बिहे गर्न दिन पर्दैन। ज्वाइँ साहब म 10 औँलाई जोडेर बिन्ती गर्छु, त्यस्तो नगर्नुहोस्। बिहे भनेको त एकपटक पो हुन्छ, पटक पटक हुँदैन ज्वाइँ साहब। यो बच्चा खेलेको होइन, यो त जिन्दगी बिताउने कुरा हो। तपाईँले पहिल्यै योसित बिहा गरिहाल्नु भने। ज्वाइँ साहब अहिले त देशमा कानुन पनि कडा आएको छ, भोलि तपाईँहरूलाई कारवाही हुनसक्छ। ज्वाइँ साहब मेरो जेठी छोरीको भविष्य नबिगारिदिनुहोस्। ससुराबा मलाई कानुन नपढाउनुहोस्। यो कर्मचारीले जस्तो मैले जस्तो मात्रै जानेछ भनेर नभन्नुहोस्। कानुन मैले पनि जानेछु। तपाईँको छोरीबाट सन्तान भएको छैन, सन्तान नभएपछि अर्को बिहा गर्न पाइन्छ। त्यो भएर यो बिहा रोकिन्न। फेरि यिनको र मेरो माया प्रीति पनि छ। अब कानुन नै लाग्ने भए त माया प्रीतिमा कानुनको मान्छेले फेस गर्छन्, यो त पाइन्छ। ज्वाइँ साहब पढेको छैन, लेखेको छैन, केही जान्दिनँ होला, तर एउटा सन्तानको लागि म वकिल हुन पनि तयार छु, म न्यायाधीश हुन पनि तयार छु। त्यसैले मेरो यो छोरीको भविष्य नबिगारिदिनु ज्वाइँ साहब। योबाट पनि जाय जन्म हुन्छ भने के छ र, नहुन पनि त सक्छ नि। माइली त के भयो कि जहाँ कतै गएर ज्याला गरेर खा। एउटा प्रमाण त आइसक्यो के ससुराबा।
अर्को पनि हुन्छ। आखिर मैले फेरि सबैको भविष्य बनाउन खोजे हो, भविष्य बिगार्न खोजे होइन। त्यो भएर यो बिहा रोक्ने प्रयास नगर्नु ससुराबा। सन्तान यहीबाट नभएको पनि के ग्यारेन्टी छ र? तपाईँबाट पनि त नभएको हुनसक्छ नि। फेरि ससुराबा जय साहब, फेरि म बिन्ती गर्छु, यो बिहा रोक्नुहोस्, नगर्नुहोस्। मैले तँलाई आफ्नै दिदीको घाँटी निचर्न पापको डर लागेन। भगवान छन्, भगवान। त 2 दिन खुसी होलिस्, तर भगवानले यो खुसी धेरै दिन टिक्न दिँदैनन्। मेरो बिन्ती छ, मेरो माइली छोरी, त पनि मेरै छोरी होस्, त्यसो नगर छोरी। यो दुनियाँले थाहा पाइसक्यो बुवा, अब म कहाँ जानु? तपाईँले नि यस्तो भनेर हुन्छ र? मिलेर बस्छौँ नि हामी दिदीबहिनी। मैले त्यस्तो गल्ती के गर्छु र उसलाई? अब एउटी छोरीको लागि अर्को छोरी खोलामा फ्याँक्नुहुन्छ? तपाईँको लागि सबै छोरी बराबरी भन्नुभयो होइन? अनि किन यस्तो कुरा गर्नुहुन्छ? मिलाएर राख्ने कोसिस गर्नु न ससुराबा। छोरी बराबर, तर यसले त मेरो नाक काटी, नाक। मेरो छोरी होइन, यो मेरो छोरी हुनै सक्दिन। नरो छोरी। अब काटेकै भयो नि, काटिसकेर नाक जोडिँदैन ससुराबा। यसलाई निकालेर पनि हजुरको नाक फिर्ता आउँदैन। जानु गयो, त्यो भएर चुप्प लाएर भन्नुहोस्। जान्न, म यहाँ बिहे गर्न दिँदै दिँदिनँ। नदे त आइज न मसँग एउटा कुरा गर्छु कि। किन आउने हो कि? सबैभन्दा काम नलाग्ने त यी मेरा जेठा ज्वाइँ हुन्। मेरो जेठी छोरीले दुःख पाउने भयो। अब हेर दिदी, तँलाई हामीले कति सम्झाउने के, यस्तो भाँडो भैलो नगर दिदी। एकचोटि हेर न, माइल दिदीलाई हेर, त्यसको छोरी हेर, त्यो पनि त कहाँ जाओस् त दिदी? तैँले बुझ्नुपर्छ। हो त नि, हेर जे नहुनु भइहाल्यो। अब यहाँ दोष सबैको छ। अब यो बिहा हुन दि। तँलाई बरु के चाहिन्छ भने साडी कस्तो लाउँछस्? 5,000 को लाउँछस् कि 10,000 को लाउँछस् कि 20,000 को लाउँछस् कि? गहना किनिदिन्छु, औँठी किनिदिन्छु, सिक्री किनिदिन्छु, दुलालाई भन्दा बढी गहना तँलाई किनिदिन्छु, आइफोन पनि किनिदिन्छु। बसेरै खालिस्। ठुलमम्मी, तपाईँको पनि त आफ्नो बच्चा पनि त छैन नि। म पनि छोरी हो तपाईँको, तपाईँको छोरी भएर बस्छु। मेरो मम्मीलाई भन्दा बढी माया तपाईँलाई गर्छु। हो नि त, छोरी पनि त बुझ्ने छ। अनि भिनाजु, तपाईँले यदि बिहे गरिसकेपछि ठुल्दिला चाहिँ हेला गर्न पाइँदैन। अरू भएको भए त मैले सहथिनँ। अब आफ्नो त्यो पनि दिदी यो पनि दिदी भएको भएर ल म पनि भनेर ठिकै छ भनेर दिदीलाई सम्झाउनु लाग्यो मात्रै हो मैले पनि। त्यो पनि कहाँ जाओस्, तँलाई पनि गाह्रो त भएको छ, मलाई थाहा छ। तर पनि तैँले सम्झिनुपर्छ दिदी। हाम्रो छोरी छ हेर, माइलीको। अब माइलीको पनि अब यिनीहरूको जे हुनु भइहाल्यो। तैँले एकदम चित्त बुझाएर, मनमा गाँठो पारेर, चित्त बुझाएर जसरी हुन्छ तैँले ओके गर्नुपर्छ दिदी। अब मेरो बाबा पनि कहाँ जानुभयो थाहा छैन। अब यदि बाबा फर्केर आउनुभयो भने पनि ठुलबुवाको र मम्मीको यस्तो सम्बन्धको बारेमा थाहा पाउनुभयो भने हामीलाई स्वीकार्नु हुँदैन। अब हाम्रो भन्नु पनि तपाईँहरू मात्रै त हो नि ठुलमम्मी। तपाईँ नै मेरो मम्मी हो, ठुलबुवा नै मेरो बाबा हो, हामीलाई स्वीकार्नु न। हो दिदी, हो दिदी। यसै नै उसै नै हामीले नै पाल्नुपर्छ। तेरो नै जिम्मेवारी हो हेर बुढी। अब यो बखेडा नजिक। अब हेर साली, तिम्रो जेठी दिदीलाई यो माइलाई भन्दा मिठाई खान दिन्छु,
गहना नि उसलाई बढी किनिदिन्छु, मोबाइल पनि उसलाई राम्रो किनिदिन्छु। सबै थोक माया ममता यसले पनि दिन्छ कि यसलाई झन् डबल माया थपेन। उसको आफ्नो दिदी हो, कसलाई माया गर्छ त्यसले? भिनाजुलाई भन्दा दिदीलाई बढी माया गर्छ म नि। पनि सहारा बन्छु ठुलो मम्मीको, म आफ्नै मम्मीलाई जस्तै गर्छु। त्यो त ठिकै छ। अब दिदीले मनाउने काम हजुरको हो भिनाजु, कसरी मनाउने हो, तर दिदीलाई हेला गर्न चाहिँ पाइँदैन। अरू केटी भएको भए म पनि यसमा मन्जुर थिइनँ। अब त्यो पनि दिदी यो पनि दिदी भएको कारणले म मजबुरीले ठिकै छ भनेर दिदीलाई सम्झाउनेमा लागेको छु कि। हेर साली, तिम्रो दिदी अलिकति अल्छी पनि छे भएको कुरा। यी अब छोरी छे, माइली छे, म छु, हामी दुःख गर्छौँ, कमाउँछौँ, बुढालाई औषधि किन्छौँ, राम्रोसँग पाल्छौँ, बुढाले पनि बुद्धि बिगाडिहाले, आफूसँग भा सम्पत्ति पनि अल्ल खुवाइहाले। अल्छी छ नभन्नु भिनाजु, रोगी चाहिँ छ, अल्छी चाहिँ छैन मेरो दिदी, त्यसरी भन्नु न। अहिले तपाईँले यसरी भन्न थाल्नुहुन्छ पछि के गर्नुहुन्छ? अलिअलि रोग लगाएर नाटक गर्छ के तिम्रो दिदी साली। अनि अल्छी सल्छी छैन है मेरो दिदी। अनि यसलाई पनि त सुखले हामी पाल्छौँ नि। त्यो त पाल्नै पर्छ नि। यसो घरको सबै काम कुरो यसले हेर्छ, बाहिर भयो यसले गर्छ, अनि घरको काम पनि छोरीले सघाउँछ, यसलाई सुखै दिएर हामी पाल्छौँ नि। किन रुनु पर्यो के यसले साली? रुनु त अब जसलाई पिर परे त्यसलाई गाह्रो हुन्छ भिनाजु, त्यो तपाईँलाई थाहा छैन होला, त्यो पनि लेडिज मान्छे। तर दिदीले अब तैँले सहनै पर्छ दिदी, यो कुरा तैँले ओके भन्नै पर्छ। छोरीको मुख हेर एउटा, अर्को दिदी हेर, माइल दिदी, आफ्नै दिदी, त्यो पनि कहाँ जाओस्, जसरी नै हामीले राख्नै पर्थ्यो उनीहरूलाई। अब त्यसमाथि दिदीले पनि भिनाजुले पनि बुद्धि बिगारिहाल्नु भयो, त्यो भएर अब जसरी भयो नि मन बुझा, मन बुझाउनै पर्छ। एक दिन त आफ्नो मन बुझाउनु पर्छ नि, सधैँ रोएर हुँदैन। अब आइसकेको कुरा मैले नि बिहोर्नै पर्यो, तैँले नि बिहोर्नै पर्यो। मैले नि रोहरले घरमा भित्राउनु खोजे होइन। अब उनीहरू पहिले आइसके, अहिले बाध्यता भयो। अब फेरि मैले जबरजस्ती ल्याएँ नि होइन नि तेरो बहिनी, तैँले ल्याएर भित्र्याकी होस्। अनि आज माया बस्यो, भोलि माया बस्यो, गफ गऱ्यो, पर्सि छोड्न नसकिने भयो। अब गर्ने के, तेरो नि माया छ नि, तँलाई पनि म छोड्न सक्दिनँ, तँलाई पनि राम्रोसँग पालिहाल्छु। मैले माया बाँडेर बाँडिने होइन, गर्ने माया उति हो, झिकेर सकिने पनि होइन। माया भने समुद्र हो, तँलाई नि उति गर्छु, उसलाई नि उति गर्छु। त किन पिर मान्छेस् यसमा? अब तैँले बखेर नजिक बुढी, तँलाई दिनुपर्ने माया भरपूर्ण म दिउँला। जति दिनुपर्ने धोका त दिइसक्नु भयो भिनाजु तपाईँले पनि होइन, तर दिदीले दुःख पाउनु भएन। जेठी दिदीले दुःख पाएको हेर्न सक्दिनँ नि फेरि मैले। तिमीले पिर नगर साली, धोका दिदीले मैले मात्रै दिएको होइन, धोका दिदीले पनि दिएको हो। वास्तवमा भन्यो भने आफ्नो घरमा माइतीलाई, बाउलाई, दिदी बहिनी ल्याएर राख्ने नै होइन, त्यो तिमीले पनि बुझाछौ। ए अनि त्यसो भए तपाईँले मौकाको फाइदा उठाउनु भयो, खोज्नु भयो होइन? मौकाको फाइदा नै होइन। अरे ठुलबुबा सानो पछि यस्तो घटना घट्ला भनेर पहिल्यै सोध्नु पर्थ्यो। नलाग्नु के ठुलो मैले पनि जानी जानी गरेँ होइन। सम्झाइरहेको छु मैले दिदीलाई। तपाईँहरू नै एक आपसमा त्यही त। गर्नु न। अब तिमी पनि आगोमा घिउ थप्न खोज्छौ। थपेको होइन, थपेको भए मैले पहिल्यै थप्थेँ। अहिले दिदीलाई सम्झाउने कोसिस गरिरहेको छु मैले, त्यो तपाईँले राम्रोसँग बुझ्नुपर्छ। तर मेरो दिदीले दुःख पाउनु भएन। मैले भनिसकेँ त, तिमीले दोहोऱ्याएर यो कुरा भनिरहनुपर्छ र हो कि होइन साली? दिदीलाई माया गर्छौ नि होइन छोरी? हामी कमाउँछौँ, उसलाई खान प्यान लाउन सबै थोक हामी गर्छौँ। यी छोरी सधैँ माया गरिरहेकै हो, अब झन् धेरै माया गर्छु। छोरीले लुगा किनिदिन्छ, छोरीले लुगा किनिदिन्छ, यसले कमाएर घरको सरसामान किन्छ, मैले तँलाई लुगा गहना किनिदिन्छु। म पनि ठुलो मम्मीलाई घरको काम सबै सघाउँछु। सघाउनु परिहाल्यो नि छोरी। अब तिमीले दिदी चिन्ता नगर के त, म भिनाजुसँग बिहे गरेर आएँ भनेर म सबै थोक तँलाई सबै थोक सघाउँछु। किन चिन्ता गर्छ? तँलाई कहिले टेन्सन पिर दिन्न के। भिनाजुले केही भन्नुभयो भने मैले सम्झाइदिन्छु। म आएँ भन्दैमा तँलाई ठुलो पिर दिन आएको होइन। आखिर भिना त उसकै बनाउन आएकी त होइन नि। तेरो मनमा त पिर त लाग्यो म आउँदाखेरि, तै पनि पिर नमान। टाढाका मान्छे भए कति दुःख दिन्थे, म तँलाई दुःख दिन्न के। फेरि साइलले भनिसकेको छ त, तपाईँलाई मेरो मात्रै बनाएर राख्दिनँ, मेरै हुनुपर्छ भन्ने पनि छैन, दिदीकै भएर बस्नुहोस्, हामीलाई सारा दिनुहोस् मात्रै भनेकी छ। दिदी कुरा बुझिस् होइन? केही भन्नु छ भने भन्, छैन भने लगिन्। आइज आइज आइज।
जेठी छोरीको घर बिग्रियो अब के कुरा गर्नु छोरी अब के बाँकी छ र मान्छे होला हामी सानो भएर केही फरक पर्दैन। ओहो बुवा किन स्याड भएको बुवा? हेरिका एउटै घरमा बसेपछि त अलिअलि त झर्को फर्को भइहाल्छ नि। अगुल्टो त नठोसी बल्दैन होइन साली? हो बुवा, अब जेठी पनि हजुरकै छोरी, माइली पनि हजुरकै छोरी, छोरी मात्रै भए त केही हुन्थेन। मैले हजुरलाई यसरी सम्झाउनु जरुरी थिएन। त्यही माथि हेर्नु न, माइलीकी छोरी छ, हजुरकी नातिनी, यिनीहरू पनि कहाँ जाउन् त? अब हजुरले चित्त बुझाउनै पर्छ बुवा, हजुरले चित्त बुझाउनै पर्छ र जेठी दिदीले पनि चित्त बुझाउनै पर्छ। मैले जेठी दिदीलाई पनि धेरै सम्झाएकी छु बुवा, अब हजुरले पनि सम्झिनुपर्छ। हो बुबा, जे हुनु भइगयो। तपाईँ नै बुढो हुनुभयो। अब तपाईँको उपचारको लागि, तपाईँलाई खुवाउन प्याउनको लागि पनि सबैको सहयोग चाहियो। यिनीहरूले पनि कमाउनु पऱ्यो, मैले नि कमाउनु पऱ्यो, हामी सँगै बसेर कमाउँछौँ बरु। जे हुनुभयो कि बुवा, अब हजुरहरूले नै ल्याएर राखिहाल्नुभयो यहाँ माइलीलाई। जेठी पनि हजुरले दिएको हो। अब माइली एउटालाई दिएको, बिजोग पाएर छोडेर हिँड्यो। खान पाइन, लाउन पाइन, बस्ने बास पाइन। तपाईँले बास दिनु भनेर लिएर आएको होइन, नलिएर आयो भने पठाएको त होइन। अब यिनीहरू पनि कहाँ जाउँ? त्यो छोरीलाई पनि मेरो छोरी जस्तै गर्छु। अब यसलाई पनि मै स्याहार्छु। अब तपाईँले दिएको ज्वाइँ भएन त, अब त्यो आउनेवाला पनि छैन। अब हजुरले मलाई सिन्दुरपत्ती गरेर यो छोरी पनि दिनुहोस्, यो बिहा नरोक्नुहोस्। हजुरलाई आइसुक्ख गरेर पाल्ने काम हामी 3-4जनाको भयो। चेलीछोरीले पनि माया गर्छे, पकाउँछे, खुवाउँछे, म बाहिर कमाउँछु, माइलीले बाहिर कमाउँछे, कान्छीले पनि ठुलाआमालाई सघाउँछे, अलिअलि कमाएर पनि ल्याउँछे। अनि हाम्रो जीवन सुखमय भयो नि त। जीवन चलाउने नै हो आखिर, मरेर जानु के छ र बा? तपाईँको पनि अब जाने दिन नजिक नजिक आइसक्यो। मर्ने बेला सुखले मर्नु न, कति तडपेर हिँड्नुहुन्छ। जाने दिन त कुरा नगर्नु न भिनाजु। जाने दिन त तपाईँ अगाडि जान सक्नुहुन्छ, ऊ अगाडि जान सक्छ, म अगाडि जान सक्छु, बुवाको मात्रै कुरा नगर्नु न। जाने दिन कसैले लेखेर लिएर आएको हुँदैन। ठुलबुबा र सानमम्मीको यही छ क्या। अब यहाँ हजुरबालाई सम्झाउन ल्याइरहेको छ, अब तपाईँहरू फेरि छुट्टै कुरा गरेर आफू के। त्यही त भने, उमेर हेर न, उहाँ रोगी भइसक्नु भयो। चित्त बुझ्ने कुरा गर्नु नि त। अनि चित्त बुझ्छ त, अनि के जाने कुरा उहाँ रोगी हुन लागिसक्नु भयो। अब आजभन्दा भोलिभन्दा ज्यान रोगले छुँदै जान्छ। भवितव्य पर्ने, एक्सिडेन्ट हुने, अकालमा मृत्यु हुने त जानै भइरहेछ नि। यता कता अपवादमा अलिअलि हुने कुरा न हो। त्यस्तो कुरालाई लिएर बाउको स्वास्थ्यको ख्याल गर्नु पर्दैन। कसले गर्छ? अब तिमीले गर्ने, मैले गर्ने, यिनले गर्ने हो। यही घरमा सबैजना मिलेर बस्ने हो। त्यो भएर बा, यो बिहे नरोक्नुहोस्, सिन्दुरपोते गरेर दिनुहोस्। के कति माया गर्न पर्ने, स्याहार गर्न पर्ने, खुट्टा मिच्न पर्यो। म ज्वाइँ आफैले मिच्छु। तपाईँले कुनै पाप धर्मको गाह्रो मान्न पर्दैन। ज्यानमा तेल लाउनु पर्ने लगाइदिन्छु, पकाएर खुवाउनु पर्ने खुवाइदिन्छु, भोलि पर्सि हातखुट्टा बजेपछि चुठाइदिन्छु, दिशा पनि धोइदिन्छु। तपाईँलाई चाहिए त्यही होइन बुढेसकालमा। अब किन मन डुलाउनुहुन्छ? जेडी छोरीलाई झन् बढी माया गरेर पाल्छौँ हामी। यसले नि माया गर्छ, गर्छै गरिदिनुहोस् त भन् त। बाउको स्याहार गर्छै गरिदिनुहोस्। हजुरबालाई माया गर्छ नि तिमीले होइन छोरी? म त हजुरबुवालाई माया गर्छु, ठुलमम्मीलाई त झन् धेरै माया गर्छु। मेरो मम्मीलाई भन्दा बढी माया गर्छु। अब त हजुरबा, हामी कहाँ जानु के? अब यो घर छोडेर हामी जाने ठाउँ पनि छैन, बस्ने ठाउँ छैन, हामीसँग खानेकुरा हुँदैन। अब के गर्ने भन्नु त? हामीले ठुलबुवाको र मम्मीको बिहे हुन दिनु न। म ठुलमम्मीलाई भन्दा पनि धेरै माया गर्छु बरु।
यो तपाईँको नातिनी पनि अलपत्र गरी हो कहाँ बुवा। जाओस् यो पनि हो बुवा, हजुरको लागि जेठी छोरी पनि माइली छोरी पनि उत्तिकै बराबर हो। त्यही भएर यो माइली पनि कहाँ जाओस्। मैले दिदीलाई पनि धेरै सम्झाएको छु, दिदी पनि सम्झेकी छे, मानेकी छे। अब हजुरले मात्रै हो निर्णय गर्न बाँकी। त्यही भएर अप्ठ्यारोमा ऊ नगर्नु बुवा। दुईटा मात्र होइन, मेरो 3टा छोरी छौ तिमीहरू। तिमीहरू बराबर कि यो नातिनी पनि हो। मलाई तिमीहरू चारैजनाको असाध्यै माया लाग्छ। जहिले यसो गरेदेखि त्यो मेरो जेठी छोरी 24 घन्टा रोइरहन्छे। त्यसको आँखा कहिले ओफानो छैन। अब आज त तिमीहरू सबै मिलेर ललाई फकाइ बनाउँछौ। भोलिका दिनमा यी ज्वाइँले त्यो जेठी छोरीलाई दुःख दिए भने, त्यो मेरी जेठी छोरीले दुःख पायो भने त्यसको हालत के होला। म त डाँडा माथिको जुन जस्तै हो, कुन बेला अस्ताउँछु थाहा छैन। पिर नगर्नुहोस् बुबा, यो भित्र लाग्यो नि तपाईँकै छोरी हो, जेठी पनि तपाईँकै छोरी, यो नातिनी पनि मेरै छोरी बनाएर राख्छु। यो पनि तपाईँकै छोरी हो, उसको पनि आउने जाने घर हुन्छ। यो उसले पनि जाने ठाउँ कहाँ छ र? सब परिवारलाई राम्रो हुन्छ। त्यो बिहा गर्न मात्रै दिनुहोस्, जेठलाई पनि मायाले छोपेर राख्छु, यसलाई भन्दा बढी माया गर्छु, यसले पनि माया गर्छु भन्नेकै छे। अब त्यसलाई रुन हामी दिन्नौँ, आँसु झर्न दिन्नौँ, हो कि होइन भन त माइली? राम 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 के गर्नु आएको? यहाँ अहिले कोही जजमानले देख्यो भने मेरो त सत्यानाश हुन्छ। राम राम राम, यस्तो ठाउँमा अँगालो नमारिदिनुहोस्। के भन्छन्? ए कति राम्रो जोडी माया गरेको रहेछ भन्छन् नि। अनि अनि देख्यो भने अहिले हुँदैन 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 हुँदैन, मेरो त इज्जत नै सत्यानाश हुन्छ, जान्छ खोलामा बग्छ। हुँदैन के हुँदैन। नै अनि सुन्नु न, साँच्चै तपाईँको बिहा भएको छ कि नै? भएको छैन। ए मेरो पनि बिहा भएको छैन, म पनि कुमारी हो नि, हामी बिहा गरौँ है। भयो भयो। किन भयो के? कति राम्रो लाग्छ तपाईँ मलाई। तपाईँ पनि त राम्रो हुनुहुन्छ नि, कि म चाहिँ राम्रो छैन? होइन हजुर, तपाईँ राम्रै हुनुहुन्छ। अनि के गर्नु लाग्छ, हामी बिहा गरौँ न है। अहिले बिहे कुरा नगर्नु, पहिला आफ्नो परिवार हेर्नु पर्यो, त्यसपछि बिहे भन्ने कुरा त बरु तपाईँलाई राम्रो केटा खोजेर मै बिहे गरिदिन्छु। नाइ मलाई तपाईँ नि चाहिन्छ, हुँदैन भने। मलाई यस्तो नगर्नुहोस्। अहिले हेर्नु त, यहाँ म जस्तो यसरी काम गरेर हिँड्ने मान्छेलाई नि तपाईँले यसरी अल्मलाएर हुन्छ। मलाई पारी गाउँ ढाकारामले बोलाएको छ, त्यहाँ जानुपर्छ। नाइ के, म त तपाईँलाई माया गर्ने हो कि तपाईँ त राम्रो खोजिदिनु न, तपाईँले बिहा गर्नु मलाई। म पनि बुढी कन्या हुने भयो कि मेरो बिहा नै नहुने भयो भने। अरे शिव, अब तपाईँको बिहे भएन भनेर अब मसँग बिहे गर्नुहुन्छ तपाईँ? त्यही भएर त बिहा गरौँ भनेको नि, कि मसँग चाहिँ बिहा गर्नु हुने हो? बिहे गर्न नआउने होइन, अब मेरो उमेर पनि पुगेको छैन जस्तो लाग्छ आफूलाई। अब अलि सानै छु, अलि ठुलो हुन्छु, त्यसपछि बिहे गर्छु मैले त। अब तपाईँको त जति पछि भयो त्यति उमेर घर्किँदै जान्छ। तपाईँ चाहिँ बिहे गर्नुहोस्। नाइ हामी नै गर्ने हो कि, मलाई बिहा गरेर लैजानु न। हामी बिहा गरौँ कि ल। ल म आई लभ यु, म माया गर्छु कि तपाईँलाई है। हेर्नु, यस्तो नभन्नु। खालि हेर्नु मात्रै भन्नु, मलाई मन नपऱ्यो हो। नाइ म त तपाईँसँग बिहा गर्ने हो कि तपाईँले चाहिँ राम्रो बुझ्ने केटा खोजिदिनु, होइन तपाईँले बिहा गर्नु। हेर्नु, बिहे गर्ने बेला भएको छैन, यसरी तपाईँले जति बेला पनि नझम्टिनु न। बिहे गर्ने बेला भएको छैन, बिहे गर्ने बेला भएको भए त अब यत्रो भइसकेपछि त ल बिहे गरौँ भन्थे। हेर्नु त, अब कसैले देख्यो भने देखि के भन्छन् त, के को डर्ने? यिनीहरूको जोडी रहेछ, यिनीहरूको राम्रो जोडी बिहा गर्न लागेको रहेछ भन्छ, झन् रमाइलो भन्छ। के म चाहिँ बिहा नगर्ने जस्तो लाग्यो क्या? होइन, तपाईँ धेरै राम्री हुनुहुन्छ, तपाईँ धेरै बुझकी हुनुहुन्छ। हेर त, अन्तमा कस्तो राम्रो लाली लाएर आउनु भएको। अनि त्यसो भए किन बिहा गर्दैन भनेको त? बिहा गर्नु न मलाई छिटो। बिहे गरिदिनु भनेकै छैन नि, मेरो बेला भएको छैन भनेको। हेर, आँखा पनि राम्रो छ, यति राम्रै हुनुहुन्छ, सबै कुराले साथ दिएको छ। तर तपाईँलाई त अरू पनि आएर लिएर जान्छन् नि, मै चाहिँ किन चाहिन्छ? मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टा। मलाई तपाईँ मन पऱ्यो, तपाईँसँग बिहा गर्ने। तपाईँको बिहा भएको छैन अरे? बिहा भइसक्यो त बिहा गर्ने। नाइ म तपाईँसँग बिहा गर्ने। नाइ नभन्नु न है, नाइ हेर्दैन। नाइ 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 बुझ्नु कि न? बुझ्दैन।
नै म तपाईँसँग बिहा गर्ने नै म तपाईँसँग बिहा गर्ने हो तपाईँ जहाँकै त्यो पछि जाने हो नै के मैले चाहिँ घरबार सम्हाल्न सक्दो लाग्छ म त तपाईँसँग बिहा गरेर तपाईँ घरबार सम्हालेर बस्छु त्यस्तो नै नभन्नु कि नै म तपाईँसँग बिहा गर्ने हो हेर्नु अब मेरो बिहे गर्नलाई पनि घरमा सल्लाह गर्नु पर्यो घरमा सल्लाह गरेर त्यसपछि तपाईँको घरमा आउनु पर्यो कुरा धेरै लामो हुन्छ नि अब हुन्छ बरु त्यस्तो गर्नु नि त साँच्चै घरमा सल्लाह गर्नु अनि मेरो घरमा पनि आउनु ल है त पक्का आउनु नि फेरि नत्र मलाई तपाईँले चाहिँ राम्रो केटा गरिदिनु न त मेरो यतिकै उभे जाने भयो हेर्नु अब समय पनि अब घर्किँदै गयो मेरो उता जजमानकोमा जानुपर्ने छ हेर्नु त तपाईँले मलाई बोलाइदिएर म गएँ है नै कहाँ जाने कुरा गर्नुभएको मलाई एक्लै छोडेर नाइ म पनि जान्छु तपाईँसँग अबदेखि तपाईँ जहाँ गए म पनि त्यही जान्छु मलाई पनि लैजानु ल मसँग गएर के गर्नुहुन्छ तपाईँ मैले तपाईँले जे कस्तो काम गर्नु चाहिँ हेर्छु तपाईँले जे काम गर्नु चाहिँ म त्यस्तै गर्छु तपाईँलाई सघाइदिन्छु नाइ मलाई छोडेर चाहिँ नजानु है नाइ म तपाईँसँग जाने हो ल हेर्नु अब तपाईँलाई लिएर गयो भने यहाँ दुनियाँले कुरा काट्छ शङ्का मात्र बेकारमा गर्छ काटोस् न त मेरो हुनेवाला हो भनिदिनु के को डरिङ नै म पनि जाने तपाईँसँग त्यसो भए अरे शिवा न त म जान्दिनँ नाइ 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 म पनि तपाईँसँग जाने हो हेर्नु न त म यहाँबाट मरिन्छ होइन यस्तो गर्छु मलाई लास्टै पिसाब लागेको छ म पिसाब गरेर आउँछु तपाईँ यहाँ बसिराख्नु ल नै नै तपाईँ भाग्नु पार्नु ल तपाईँ जानु म यो दिनु होइन यो त दिनु नै नै तपाईँ भाग्ने विचार गरेर म पनि जाने तपाईँसँग नै म जानु दिन्न नै 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 यो दिनु कि म नै मलाई बिहा गर्ने नगर्ने पहिला त्यति भन्नु अनि बिहे गर्ने नगर्नेको कुरा होइन कि यो अब हेर्नु अब बिहे त अब बेला भइसकेपछि तपाईँ यति राम्रै हुनुहुन्छ तपाईँलाई त जसले नि रुचाइहाल्छ नि अलि राम्री छु भन्ने अनि बिहा चाहिँ नगर्ने हुँदैन अरू रुचाएर हुन्छ मलाई तपाईँ मन परेको छ म तपाईँसँग बिहा गर्ने नै 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 हेर्नु त यति राम्रो अनुहारमा रिसाको त सुहाएन नै क्या नै नै म तपाईँसँग बिहा गर्ने नै नै मलाई जोडेर नजानु हे प्रभु नै मलाई छिटो बिहा गर्नु म जान्दिनँ भने जस्तो हुँदैन नि त बिहे गर्न पनि ल अनि राम्री भन्ने अनि बिहा चाहिँ नगर्ने नै म जानु दिन्न यति राम्रै हुनुहुन्छ सबै कुरामा पोख्ता हुनुहुन्छ हेर्नु ठिक्क पारेको मुखले चाहिँ नै 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 अब यति राम्रो मान्छेलाई अब मैले के भन्नुपर्छ त काँसीलाई सुन लगायो भने के हुन्छ काँसीमा त सुन लगाउनु पर्दैन अरूसँग नजानु मलाई छिटो बिहा गरेर घर लैजानु म तपाईँ जहाँकै त्यही जानु म तपाईँलाई नजानै दिन्न हेर्नु तपाईँ यति राम्रै हुनुहुन्छ मान्छे तपाईँलाई त जसले पनि लिएर गइहाल्छ नि हेर्नु है अब मलाई अलिकति बाहिर जानु पनि पर्ने छ अब मलाई पैसा पनि हताइरहेछ यो थाल मलाई दिन्न जानु तपाईँ दिन्न म राम्री मात्रै भने बिहा चाहिँ नगर्ने नै म जानु दिन्न तपाईँ कस्तो मतलब मान्छे हुनु रहेछ म तपाईँसँग जाने कि जहाँ गए पनि नै यो दिस त नै दिन्न सुन्नु त जसरी नि म तपाईँलाई म भोलिसम्म डिसिजन साँच्चै हो मलाई चाहिँ जान दिनु त्यसो तपाईँसँग जान्छु त्यसमा पर्दैन पर्नु नै म पनि जाने तपाईँसँग मलाई छोड्न अहिले यहाँ कसैले देख्यो भने खत्तम हुन्छ बर्बाद हुन्छ देख्छ के हुन्छ म पनि जाने तपाईँसँग कुरा बुझ्नु न यति राम्रो मान्छेले नि कुरा नबुझेपछि अब मैले के भन्नु भने कि जतिखेर राम्री मात्रै भने बिहा चाहिँ गर्दैन भने के गर्नु पण्डित बाबु सकेसम्म यो बिहे हुन नदिनलाई तपाईँले मैले त कोसिस गरेकै हो केही गर्दा सकिएन हो के गर्नु तपाईँ पनि भाग्यमानी हुनुहुँदो रहेछ केटीको पनि बिहे भइसकेको थियो केटाको पनि बिहे भइसकेको थियो यो दोस्रो बिहे गराउनु पाउनुभयो जब भावीले लेख्छ नि कसैले नि रोकेर रोकिँदैन हो रहेछ पण्डित बाबु विश्वास लाग्ने थिएन अब विश्वास लाग्यो जय साहब मङ्गलम भगवान मङ्गलम पुण्डरीकाक्षे मङ्गलाय धनहरी मेरो जेठी छोरी त तपाईँको साथमा छँदै थिए अब अहिले छोरीलाई पनि तपाईँको हातमा सुम्पिँदैछु मेरो दुइटै छोरीहरूलाई फुलको थुङ्गा जस्तो बनाउनु होला कहिले दुःख नदिनु होला जय साहब पिर गर्नुपर्छ ससुराबाको नि उद्धार हुन्छ यहाँ
के गर्नु अलक्षिनी बुद्धि बिगारिहालिस्। त्यो चाहिँ नभन्नु ससुराबा। दुःख पाउने मेलो गरिस् जस्तो छ। मङ्गलम भगवान् मङ्गलम पुण्डरीकाक्षे मङ्गलाय धनोहरि। दुःख पाएकोले सारा पाइ भन्नु न ससुराबा। दिदीलाई माया गर्नु, दिदीको गुण कहिले नबिर्सेस्। के गर्नु कान्छी छोरी, तैँले दिनै नहुने साथ दिइस् यिनीहरूलाई। त्यो जेठी चाहिँ तेरो दिदी होइन र? तिमीहरू एउटै कोखबाट जन्मेको होइन र? किन त्यसो गरिस्? त्यसले श्राप दियो भने तँलाई पनि श्राप लाग्छ छोरी। दिदीलाई हेला गर्दिनँ भनेको छ नि त बुवा, भइगयो नि त। हामी छौँ नि त ठुलो दिदीको लागि पनि। अब जेठीलाई के गर्नुपर्छ तँ सोच। साथीले तिमी त खुसी छौ होला नि, आमाले बाउ छोडेर अर्को बाउसित बिहे गरे, त तिम्रो दुईटा बाउ भए। हुँदैन भा बाउलाई थियो किन भन्नु पर्यो, थियो के कुनै जमानामा छैन। सक्थ्यो सम्झाउन सक्थ्यो आमालाई। अब त तिम्रै बिहे गर्ने बेला भइसक्यो। यो उमेरमा खुब आमालाई साथ दिएर खुब ठुलो प्रगति गर्यौ। तिमीलाई बधाई छ मेरी नातिनी, बधाई छ। तिमीहरूले नि बिहे भइसकेको मान्छेलाई साथ दियौ। हुँदैन, यस्तो गर्नु हुँदैन। गाउँ समाजमा नराम्रो कुरा फैलिन्छ, यस्तो फैलाउनु हुँदैन भन्नुपर्ने ठाउँमा तिमीहरूले पनि साथ दिएर खुब उस्कायौ। ल तिमीहरूलाई पनि बधाई छ। तिमी त अलि पढे लेखेकी बुझेकी जस्तो लाग्थ्यो, तर होइन रहेछ। खाली गर्नु पर्थ्यो, सम्झाउनु पर्थ्यो नेपालमा नियम कानुन के कस्तो छ, दोस्रो बिहे गर्दा के हुन्छ भनेर सब कुरा सिकाउनु पर्थ्यो, तर सिकाएनौ। तिमीले पनि साथ दियौ। हामी बाउ छोरीलाई एक्लो बनायो होइन? सरी, मैले अरूको कुरा सुने, अरूको लैलै नलागे। माफ। बधाई छ तिमीहरूलाई। जेठी छोरी, नरो मेरी छोरी, नरो। आइज टिका लगा। के गरे कि छोरी, यता हेर न। मलाई चाहिँ यस्तो गर्न रहर लागेको छ र मेरो जेठी छोरी। नराउनु भा। एउटा टिका लगाऊ। लाउनु मैले टिका। तिमी संसारको सबैभन्दा अभागी मेरो छोरी। तिमी यो संसारको सबैभन्दा अभागी बुहारी। तिमी यो संसारको सबैभन्दा अभागी स्वास्नी, जसले आफ्नै बहिनी सौता भनेर आउँदैछ त्यसलाई भित्र्याउँदैछौ मेरो छोरी। तिमी सबैभन्दा अभागी रहेछौ। लाउ टिका लाउ। छोरी लाउ लाउ। कसरी लाओस्? मेरो छोरी आज जिउँदै मरे सर भाइ। ल पण्डित बाबु, के गर्नु? ज्वाइँले यही आँगनमा यज्ञ गाड्नु, यही आँगनमा होम होमादि गरेर हामी बिहे गर्छौँ भन्नुभएको थियो। तर मैले त्यसो गर्न सकिनँ। लाख पटक सोचे, लाख पटक सोचे। मैले आफ्नै मुटु मेरो छोरीलाई
कसरी धोका दिन सक्छु, कसरी त्यसको घाँटी निमोट्न सक्छु, कसरी त्यसको मायालाई तिलाञ्जली दिन सक्छु। सकिन बाजे, सकिन। त्यही भएर यिनीहरूले नगर्ने गल्ती त गरिसके, गर्न नहुने काम गर्न लागे। त्यो मलाई राम्रोसँग थाहा छ। तर के गर्नु, यिनीहरू त्यसमै खुसी छन् भने पण्डित बाबु यिनीहरूलाई मन्दिरमा लगेर पुरा विधि विधान पुर्याएर यिनीहरूको बिहा गराइदिनु होला। पण्डित बाजी, उहाँको कुरा नसुन्नुहोस्। तपाईँ चुला नसोचेर भए मेरो बिहा त यही आँगन पोलेर यही आँगनमा गर्ने हो, अन्त कहीँ गरिन्न। जय साहब, मैले आफ्नै मुटुको टुक्रा मेरो जेठी छोरीलाई त धोका दिए। अब त्यसो नभन्नुहोस्। मेरो 10 जोडी बिन्ती छ। यदि तपाईँ यही आँगनमा जग्गा गाडेर बिहे गर्न चाहनुहुन्छ भने तपाईँकै स्वास्नी मेरो जेठी छोरी र मलाई मारिदिनुहोस्, मारिदिनुहोस्, भित्र मजेरीमा गाडिदिनुहोस्। त्यसपछि तपाईँहरूलाई जे गर्दा खुसी लाग्छ त्यही गर्नुहोस्। जय साहब, हामी बाउ छोरीलाई मार्नुहोस्। अब तपाईँको जेठी छोरीलाई पनि यो घरमा मुटुकै टुक्रा बनाएर राखेको छु मैले, र तपाईँलाई पनि। कसैको माया मारेको छैन। तर कुरो यसो आयो, के हो भन? बुवाले सल्लाह देऊ। भन्नु त हो नि, बुवाले भन्नुभएको छ मन्दिरमा गएर विधि विधानसँग गर्नु भनेर। बुवाको विचार पनि ठिक हो नि, त्यसै गर्नुपर्छ दिदी। अब त्यसै गरौँ न, त्यसै भएन उसो भयो, के गर्नु? त्यही गर्दा हुन्छ, मन्दिरमै गए हुन्छ। किन ढिलो गर्नु, मन्दिरमै जाऊँ अब है। ल पण्डितजी, ल जाऊँ पण्डितजी। तपाईँ लाग्नुहोस्। यताबाट जाउँ, मन्दिर त यता हो। यता यताको मन्दिरमा सानो छ, ठाउँ छैन, उताको मन्दिरमा गएर गर्ने हो। किन ढिलो गर्नु, ल जाऊँ। पण्डितजी अघि लाग्नुहोस्। ल ल हिँड्नु। हरिओम। हामी बाउ छोरीलाई अब खान्छु कोसा। जिउँदै मारे छोरी, जिउँदै मारे। हामी मरे साह्रो भयो छोरी। तर म त जिउँदै मरे साह्रो भयो। पीरनगर मेरी छोरी, पीरनगर। यस्तो रोको देख्दा, तेरो घर बिग्रेको देख्दा मेरो मन चाहिँ कहाँ खुसी छ र छोरी, कहाँ खुसी छ र। त मेरो दुःखको बेलामा जन्मेकी छोरी होस्। तैँले मलाई कति दुःखमा साथ दिएकी छेस्, त्यो मलाई मात्र थाहा छ। तेरा बहिनीहरू यत्रा यत्रा थिए, तिनीहरूलाई तेरो यही हातले स्याहार बात गरेर हुर्काइस्। आज त्यसकै गुण तिरी तेरी माइली बहिनीले तलाई, त्यसकै गुण तिरी। मेरो आमाले भन्दा माया गरेर हुर्काकी मेरी दिदीलाई मैले धोका दिनु हुँदैन भनेर त्यसको दिमागमा एकचोटि आएन छोरी। गल्ती त्यसको आएन, गल्ती तेरो र मेरो हो। हामीले त्यसलाई राम्रो संस्कार दिन सकेनछौँ छोरी, सकेनछौँ।
चिन्ता नगर मेरी छोरी, नरो नरो नरो। के गर्नु, तेरो र मेरो त भाग्य नै उस्तै रहेछ। हो सोची, म मात्रै अभागी छु होइन रहेछ। मेरो अभाग तँलाई पनि सर्यो छोरी, सर्यो। चिन्ता नगर छोरी, नरो अब, नरो। हो सुन्दे, हामीले मुटुमाथि ढुङ्गा राखेर भए पनि तिनीहरूको लागि हामी खुसी भएर बाँच्नुपर्छ। तिनीहरूलाई हाँसेर देखाउनु पर्छ। हिँड छोरी, हिँड, जाऊ, हिँड, हिँड, मन्दिर जाऊ। हिँड छोरी, जान्न म। हिँड छोरी। र यो शरीरमा बाउको रगत बगेको छ। यो बाउले कति दुःख झेली, कति दुःख पाए, कति कष्ट बेहोरे, कति कष्ट भोगे। तैपनि छाती फुलाएर बाँचेको छु। तँ यही बाउकी छोरी होस्। यदि तैँले यो बाउको सच्चा छोरी बन्छेस्, यो बाउको नाक राख्छस् भने हिँड। तिनीहरूको अगाडि हामी हाँसेर देखाउनु पर्छ। तिनीहरूको धेरै दिन टिक्ने खुसी होइन छोरी, होइन। एक दिन ती ज्वाइँले तँलाई सम्झेर धुरु धुरु रोएर हिँड्नु पर्ने दिन आउँछ, बौलाएर हिँड्नु पर्ने दिन आउँछ। तैँले तिनको लागि कति गरेकी थिइस् मलाई थाहा छ छोरी। हिँड छोरी, नरो छोरी, छोरी नरो। हिँड, हिँड, मन्दिर जाऊ छोरी, हिँड।